22 गते चाहिँ हामी तिनीहरूलाई 1 महिनाको फलोअपमा बोलाएको थियौँ। अनि अहिले फलोअपमा हेर्दाखेरि सबैजना खुसी हुनुहुन्छ। सो गर्नु त तल हेर्नुहोस् त, तल अब यता ठिकै छ। पहिलेभन्दा राम्रो भएको छ। रमाइलो छ, सबै देख्छ, सबै देख्नुहुन्छ। यसमा कालो हुन्छ होइन, यसमा त हजुर। यसमा त्यो ओडाले शिविर सञ्चालन गरेको खुसी हुनुहुन्छ नि त? हो यो दिनको 4 पटक हाल्नु होला होइन। अनि अब अलिअलि मात्रै रातो बाँकी छ अब है। यो हामीले चाहिँ नि सगरमाथा चौधरी आँखा अस्पताल लाहान र यो ललितपुर महानगरपालिका वडा नम्बर 29 को सहयोगमा 3 दिने निःशुल्क आँखा शिविर सञ्चालन गऱ्यौँ होइन। त्यसमा हजुरको चाहिँ 19, 20 र 21 वैशाख होइन, वैशाख 19, 20 र 21 गते आँखा शिविर सञ्चालन भयो। त्यसमा हामीले चाहिँ नि 845 जना जतिको आँखाको परीक्षण गऱ्यौँ, जसमध्ये 113 जनाको चाहिँ शल्यक्रिया गऱ्यौँ। अनि त्यसमा 95 जना चाहिँ मोतीबिन्दुको अपरेसन भयो र बाँकीको चाहिँ तपाईँको मासु पलाएको अथवा क्यालाइजन भन्छौँ हामी होइन, विभिन्न डायलिसिस होइन, तिनीहरूको अपरेसन गऱ्यौँ। अनि 2 जनालाई चाहिँ नि आँखाको परेला ढकने नै भित्र जाने इन्ट्रोपिन भन्छ, इन्ट्रोपिन करेक्सन होइन, 2 जनाको हामी त्यो अपरेसन गऱ्यौँ। जम्मा चाहिँ 113 जनाको सर्जरी भयो। र यो 20 जेष्ठको 20 गते, 21 गते र आज होइन 22 गते चाहिँ हामी तिनीहरूलाई 1 महिनाको फलोअपमा बोलाएको थियौँ। अनि अहिले फलोअपमा हेर्दाखेरि सबैजना खुसी हुनुहुन्छ। सबैजनाको दृष्टि धेरै नै राम्रो भएको छ। र उहाँहरूले चाहिँ नि अब मैले चाहिँ नि यसो केही तपाईँहरूको छ गुनासो भने भन्नुहोस् भनेको होइन, सबै हामी खुसी छौँ, राम्रो छ भनेर भन्नुभयो। हजुरहरूले त्यसको बारेमा चाहिँ पेसेन्टहरूसँग पनि सल्लाह हुन्छ होइन, सोध्नुभयो क्यारे होइन। त्यसैले चाहिँ नि अब यो शिविर चाहिँ एकदम सफल भयो भनेर म भन्न चाहन्छु होइन, मैले महसुस गरेको छु। यहाँ आएका बिरामीलाई बाहिर पठाउनु पऱ्यो भनेर छ? अहिलेसम्म चाहिँ पठाउनु परेको छैन। अब अपरेसन हुँदाखेरि अपरेसन पछि चाहिँ नि आँखामा चाहिँ नि त्यो रातो हुने दुख्ने समस्या हुनसक्छ होइन। त्यस्तो होला कि भनेर अचानक भयो भने हामीलाई गाह्रो हुन्छ, यहाँ अब त्यस्तो सुविधा छैन भनेर अन्त पठाउनु पर्ला कि भनेर थियो मनमा होइन। तर त्यस्तो खास कुनै पनि एउटा पनि आएन। भनौँ सबैको चाहिँ राम्रो नै भयो होइन, त्यस्तो कुनै किसिमको चाहिँ समस्या देखियो। ओडावासीहरू यो आँखा जचाउनुपर्छ, आँखा चेक गर्नुपर्छ भने कतिको सचेत भएको पाउनु कि डराउनु चाहिँ के रहेछ? अलिअलि चाहिँ नि मान्छेहरूमा चाहिँ नि अब केही पर्सेन्ट भनौँ न 5% मान्छेहरूमा चाहिँ नि अब भर्खर आएको हो, कस्तो छैन होइन, अलिक विश्वास चाहिँ नि अलिकति कसैलाई चाहिँ 5% मान्छेले मात्रै चाहिँ अलिकति डर चाहिँ लागेको हो होइन। तर समग्र रूपमा चाहिँ नि अधिकांश बिमारीहरू चाहिँ नि एकदमै विश्वास भएर नै आएको हो। यति लामो शिविर सञ्चालन गर्ने बेलामा ओडाका पदाधिकारीहरू, ओडा कर्मचारीहरू, ओडावासीहरूले कतिको सहयोग गरे, कतिको तपाईँ भने जस्तो पाउनुभयो कि पाउनु भएन? एकदमै हाम्रो चाहिँ हाम्रो वडा 29 नम्बर वडा कार्यालयको वडा अध्यक्षज्यू हुनुहुन्छ होइन, लगायत भनौँ न अझै मतलब हाम्रो महानगरपालिका हाम्रो भनौँ न राजु महर्जन भने हुनुहुन्छ हाम्रो के अरे प्रवक्ता, उहाँहरू पनि आएर सहयोग गर्नुभएको छ होइन यसमा। र हाम्रो वडा कार्यालय 29 नम्बरको वडा अध्यक्ष लगायत वडा सदस्यज्यूहरू अनि हाम्रो यो के अरे स्वयंसेविकाहरू र हाम्रो यो स्वास्थ्य चौकीको सम्पूर्ण कर्मचारीहरूलाई हामीले लगायत हामी वडावासीहरूले नै हामीलाई सबैले नै एकदमै भनौँ न हामीले चाहेको भन्दा पनि उहाँहरूले बढी सहयोग गरेको मैले पाएँ। अब योभन्दा पनि बृहत भोलिका दिनमा शिविर सञ्चालन गर्नु पऱ्यो भने हामीलाई चाहिने लजिस्टिकहरू, हामीलाई चाहिने उपकरणहरूको लागि के गर्नुपर्छ, के थप्नुपर्ने, ल्याउनुपर्ने केही छ कि छैन? ओडाले केही गर्नुपर्छ? अब यसमा चाहिँ नै अब हामीले चाहिँ नै अब यो
तत्कालिक चाहिँ तपाईँको चाहिँ नि यो फर्निचरहरूको कुराहरू भयो होइन, त्यसमा चाहिँ नि अब तपाईँको टेन्टको कुराहरू भयो र अलिकता हाम्रो चाहिँ नि यहाँ स्पेस होइन, स्पेस चाहिँ भौतिक संरचनाको अलिकति मैले चाहिँ कमी चाहिँ नि महसुस गरेको छु होइन। अब भए पनि अब यो ठाउँअनुसार चाहिँ नि अब अहिले चाहिँ नि यो हाम्रो यो भनौँ न रेन्टमा लिएको छौँ हामी यो बिल्डिङ होइन। भए पनि हामीले सुख दुःख चाहिँ गरिहाल्नु, तर मेरो चाहिँ नजरमा चाहिँ के छ भन्दाखेरि यहाँ अलिकता स्पेस चाहिँ भौतिक संरचना चाहिँ अलिकता कन्जेस्टेड चाहिँ देखियो, त्यति मात्रै हो, अरू सबै कुराहरू ठिक छ। डाक्टर साहब, एउटा नेत्र रोग विशेषज्ञको नाताले वडावासीलाई मात्रै होइन सबैलाई आम नागरिकलाई चाहिँ के भन्न चाहनुहुन्छ, आँखा कसरी सुरक्षित गर्ने? मैले चाहिँ के भन्न चाहन्छु, अब अहिलेको चाहिँ पोल्युसनको समय छ होइन, भनौँ काठमाडौँ भ्यालीमा चाहिँ पोल्युसन बढी छ, प्रदूषण बढी छ, त्यससँग लगायत हजुरको चाहिँ अब यो बच्चा बुच्चाहरू केटाकेटीले चाहिँ मोबाइल चलाउने होइन, कम्प्युटर ल्यापटपहरू चलाउने बढी छन्, त्यसैले त्यो कुराहरूबाट चाहिँ अनि अर्को चाहिँ चोटपटक लाग्ने हुन्छ, खेतीबारीमा काम गर्ने मान्छेहरूको होइन चोटपटक लाग्ने हुन्छ। अर्को यो मैले हेरेको चाहिँ वेल्डिङ गर्ने, त्यो ग्राइन्डिङ गर्नेहरूले चाहिँ धेरै चाहिँ आँखामा चाहिँ फलाको टुक्राहरू पारेर यहाँ ल्याएको मैले देखेँ होइन। त्यस्तोहरूबाट अलिक सचेत हुनुपर्छ होइन, र आफ्नो आँखा चाहिँ सुरक्षित पार्नलाई हरियो सागसब्जी खानु होला होइन भनेर म सन्देश दिन चाहन्छु। र आँखामा कुनै किसिमको त्यस्तो किसिमको अलिकता पनि समस्याहरू देखियो भने रातो हुने अथवा चाहिँ दुख्ने पोल्ने बिराउने भने तुरुन्त चाहिँ अब हजुरहरूकै अब वडामा आएको छौँ हामी सेवा दिनलाई, सेवा लिनलाई चाहिँ आउनु होला भनेर म भन्न चाहन्छु। अन्तमा डाक्टर साहब, लामो शिविर चलाउनु भयो, अब नियमित चेक जाँच गर्न आउनेहरूको लागि के छ कि छैन? नियमित हुन्छ कि? नियमित चेक जाँच गर्नको लागि चाहिँ हाम्रो चाहिँ हामी चाहिँ हाम्रो चाहिँ आइतबार चाहिँ बन्द हुन्छ, सोमबारदेखि लिएर शनिबारसम्म बिहान 10 बजेदेखि लिएर बेलुका 5 बजीसम्म हाम्रो दैनिक रूपमा चाहिँ हामी जाँच गर्ने। हस्, धन्यवाद। हस्, धन्यवाद।